आज म काठमाडौँ उपत्यकामा अवस्थित 4 नारायणहरूमध्ये कान्छो नारायण इचङ्कु नारायण मन्दिरको छोटो जानकारीमूलक भिडियो देखाउनेछु। 4 नारायणहरू चाँगु नारायण, बिसङ्खु नारायण, शेष नारायण र इचङ्कु नारायण घडी घुम्ने दिशामा अवस्थित छ। काठमाडौँ उपत्यकालाई दुष्ट आत्माहरूबाट बचाउन ती मन्दिरहरू निर्माण गरिएको किम्वदन्ती पाइन्छ। इचङ्कु नारायण विष्णुको अवतार नारायण अनन्त पुरुषको रूपमा समर्पित मन्दिरहरूमध्ये एक महत्त्वपूर्ण मन्दिर हो। काठमाडौँको नागार्जुन नगरपालिकामा रहेको इचङ्कु नारायण मन्दिर पवित्र बौद्ध धर्मावलम्बीहरूको ऐतिहासिक स्थल स्वयम्भूनाथबाट करिब 4 किलोमिटर पश्चिममा अवस्थित छ। ईसापूर्व 1200मा स्थापना भएको प्यागोडा शैलीमा निर्मित उक्त मन्दिर 2 तले रहेको छ। मन्दिर परिसरमा ढुङ्गेधारा, हनुमानको मूर्ति, गणेशको मूर्ति लगायत विभिन्न देवी देवताहरूको मूर्ति तथा शिलालेखहरू रहेका छन्। साथै मन्दिर परिसरको केन्द्र भागमा शङ्ख, गधा र कमल भएको भगवान नारायणको मूर्ति पनि छ। गोपाल राज वंशावली अनुसार नारायणको मूर्ति राजा हरिदत्त वर्माले विजयको कामनाको प्रतीकको रूपमा ईसापूर्व 320मा स्थापना गरेको मानिन्छ। हरिबोधिनी एकादशीको दिन 4 नारायणहरूको परिक्रमा गर्ने गरिन्छ। हरिबोधिनी एकादशीको अवसरमा यहाँ ठुलो मेला पनि लाग्ने गर्दछ। भारतका प्रसिद्ध हिन्दू 4 धामहरू जस्तै नेपालको 4 नारायणहरू पनि प्रसिद्ध ऐतिहासिक मन्दिरहरू हुन्। इचङ्कु नारायण मन्दिर भनेको 4 नारायण मध्येको कान्छो नारायण हो। यसको महत्त्व भनेको जसले भक्ति भावले पूजा गर्छ उसको चाहिँ नै आफ्नो तेज बढ्ने भन्ने यसको भनाइ छ। साथै सन्तान नहुनेको पनि सन्तान हुन्छ भन्ने धारणा छ। अब यो मेला भनेको तपाईँको यो कार्तिक मेलामा लाग्छ। कार्तिक मेला पुरा 1 महिना नै यहाँ मेला लाग्ने गर्छ। खास चाहिँ कसो भन्दाखेरि यो चाहिँ यो मान्छे आफैले नियम लगाएको हो। यो पहिले भनौँ न पहिले जेठोदेखि आउनु न भन्ने पनि छ। नारायण जेठो हो। माइलो भनेको तपाईँको बिसङ्खो, माइलो साइलो भनेको फर्पिङमा शेष नारायण, पछि यहाँ कान्छो नारायण। यहाँको पुजारी नेवारीको पुरोहित हो। 4वटै नारायणमै यो हामी राजोपाध्याय हो। राजोपाध्याय देव ब्राह्मण भन्छ नि, देव ब्राह्मण यो चाहिँ नेवारीको पुजारी। पहिला यो 4 नारायणमा चाहिँ नै हाम्रै बाजेहरू थियो। अहिले बिसङ्खुमा के भएछ, छोडेर छ कि के भएछ, अहिले त्यहाँ अर्कै छ। बाँकी 3टामा चाहिँ यही राजोपाध्याय नै ब्राह्मण देव ब्राह्मणहरू पुजारी। यहाँको पहिलाको बुढापाकाहरू उहाँले म सानो छँदा मैले सुनेको 18 जेनेरेसन्स इज पास्ट भनेको अब 18 पुस्ता गइसकेको छ भन्छ। मैले थाहा पाएको त 5 पुस्ता मात्रै हो। म समेत सायद 6 पुस्ता होला। यसमा हामी नै हौ। अब यसमा एउटै मत भनेको छैन। कसैले देवदत्त, राजा देवदत्तले त्यो बेलामा भोग वर्ष भन्छ। त्यो भोग वर्ष भनेको उनीहरूको के विक्रम सम्वत भने जस्तै होला। त्यो 605 हो कि त्यसमा बनेको भोग वर्ष होला। मैले पढे अनुसार भोग वर्ष भनेको त्यो भोग वर्ष भनेको नै मैले कसैले के भन्छ कसैले के भन्छ त्यो थाहा पाइरहेको छैन। अनि त्यसपछि चाहिँ गरेर पछि भूकम्पले सायद 90 सालको अथवा त्यो अगाडिको केले हो जे होस् भूकम्पले चाहिँ नै यो यताको नागार्जुन डाँडा नै ले पुर्यो भन्छ कि मन्दिर पुर्यो होइन। मन्दिर पुर्दाखेरि अब त्यतिकै भएको थियो। अनि पछि चाहिँ यो इचङ्गु भनेको नेवारी भाषा हो। यो के भएको भने यो पुर्दाखेरि पहिला भूकम्पले पुर्दाखेरि चाहिँ यहाँका किसान दाजुभाइहरूले घाँस काट्दै जाँदाखेरि अलिकति त्यहाँ अब अलिकति काटियो होइन, त्यो भगवान देखियो कि भगवान देख्दाखेरि भगवानको नाक अलिकति हो नहो जस्तो काटेको थियो अरे। अनि इँचा भनेको हँसिया हो, चागु भनेको काटेको भयो। अनि इँचा चागु भन्ने भयो। इँचा चागुबाट हुँदै यो इचङ्गु हुन आयो। मन्दिर पहाडको फेदमा अवस्थित भएकोले शान्त, सुन्दर तथा प्रकृतिले भरिपूर्ण रहेको छ।